Hi guys, welcome to my new video. आज चाहिँ हामीले चाहिँ एउटा लाइफाई बनाउँदै छौं। यो चाहिँ हाम्रो वाइफाई भन्दा नि एकदम फास्ट हुन्छ। यो बनाउनको लागि चाहिँ हामीलाई चाहिँ एउटा यो अक्स केबल चाहिन्छ। यो अक्स केबल चाहिँ यहाँ यसरी जोडिएको छ। मैले चाहिँ यसलाई कट गरेर राखेको छु। र हामीलाई चाहिन्छ यो 220 ओम को एउटा रेजिस्टर अनि यो एलईडी। त्यसपछि गएर हामीलाई चाहिन्छ एउटा यो 0 पीसीबी। हजुरहरुले चाहिँ 0 पीसीबी लिन सक्नुहुन्छ, नलिन पनि सक्नुहुन्छ। मैले चाहिँ यहाँ सर्ट सर्किट नहोस् भनेर चाहिँ मैले यो 0 पीसीबी लिएको छु। मेरो यो भोइस चाहिँ अहिले अलि बिग्रेको छ, यसलाई चाहिँ इग्नोर गर्नु होला। मलाई चाहिँ अहिले अलि दुःख लागिरहेको छ, त्यही भएर मेरो भोइस अहिले अर्कै सुनाइदिएको होला। त्यही भएर चाहिँ यसलाई चाहिँ इग्नोर गर्नु होला। अब चाहिँ हामीले यो भिडियो सुरु गरौँ है त। सबभन्दा पहिला चाहिँ हामीले चाहिँ एउटा सोलर प्यानल चाहिन्छ। यो सोलर प्यानल चाहिन्छ। यो सोलर प्यानल चाहिँ 6 भोल्टको सोलर प्यानल हो। यसको लागि चाहिँ अब चाहिँ हामीले चाहिँ यो जुन यो एउटा अक्स केबल छ नि, जुन हामीले यो एउटा अक्स केबलबाट दुई टुक्रा बनाएको छौँ। यो अक्स केबलको एउटा पोइन्ट लिएर यसको चाहिँ यो ब्ल्याक र व्हाइटलाई सर्ट गरिदिउँ। ब्ल्याक र व्हाइटलाई सर्ट गरेर अब चाहिँ हामीले चाहिँ यसको पोजिटिभ, यो रेडलाई यो सोलर प्यानलको पोजिटिभ र यो ब्ल्याकलाई चाहिँ सोलर प्यानलको नेगेटिभमा दिनुपर्छ। सबभन्दा पहिला चाहिँ हामीले यो अलिकति यहाँ लामो एक्स्ट्रा वायर छ, यसलाई चाहिँ कट गर्नुपर्छ है त। मैले चाहिँ यहाँ कट गरिसकेको छु। अब चाहिँ हामीले चाहिँ यसलाई सोल्डिङ गर्नुपर्छ। अब चाहिँ हामीले सोल्डिङ गरौँ है त। चाहिँ हजुरहरूले चाहिँ साइन्स एक्जिबिसनको प्रोजेक्टहरू पनि देखाउन सक्नुहुन्छ स्कुलमा। यो चाहिँ साइन्स एक्जिबिसनको प्रोजेक्टहरूमा देखाउनलाई चाहिँ एकदम बेस्ट हुन्छ, किनभने यो बनाउन पनि सजिलो छ र देखाउन पनि सजिलो छ। अब चाहिँ हामीले चाहिँ यसलाई साइड लगाइदिउँ र अब चाहिँ हामीले चाहिँ यो 0 पीसीबीमा काम गर्नुपर्छ। यो 0 पीसीबीमा काम गर्नलाई चाहिँ हजुरहरूलाई यो डाइरेक्ट सर्किट आउँदैन भने मैले चाहिँ हजुरहरूलाई यो सर्किटको डायग्राम प्रोभाइड गरिदिन्छु। एलईडीको चाहिँ एक्स्ट्रा भागलाई चाहिँ हामीले कट गर्छौँ। भागलाई चाहिँ हामीले फेरि कट गर्छौँ। यसको पोजिटिभतिर जोड्दा पनि हुन्छ, नेगेटिभतिर जोड्दा पनि हुन्छ। अब चाहिँ हामीले चाहिँ यतापट्टिबाट चाहिँ अर्को अक्स केबलको पनि रेड र ब्ल्याक र व्हाइटलाई चाहिँ हामीले सर्ट गर्नुपर्छ। र अब चाहिँ हामीले चाहिँ एलईडीको पोजिटिभ जुन यो रेजिस्टर जोडेको जुन भाग छ, यो रेजिस्टर जोडेको यो पोजिटिभको भागमा चाहिँ हामी चाहिँ यसलाई सोल्डिङ गर्नुपर्छ। सबभन्दा पहिला चाहिँ हामीले चाहिँ हजुरहरूले चाहिँ यो 0 पीसीबी युज गर्न पनि सक्नुहुन्छ, नगर्न पनि सक्नुहुन्छ, तर गर्दा बेस्ट हुन्छ। यो वायरलाई चाहिँ हामीले चाहिँ अहिले ब्याट्रीमा कनेक्सन गर्नुपर्छ। यसमा चाहिँ छुट्टै एक्सटर्नल ब्याट्री पनि इन्टरनल ब्याट्री पनि
कनेक्सन गर्नलाई चाहिँ मैले चाहिँ यो वायर युज गरेको छु रेड र ब्ल्याकको। र हामीले रेडलाई चाहिँ पोजिटिभमा दिएको, यो पोइन्ट चाहिँ यो एलइडीको यो जुन यो पोइन्ट छ नेगेटिभ पोइन्ट चाहिँ हाम्रो पोजिटिभ हुन्छ। हजुरहरूले यसरी गर्दा यहाँ रेजिस्टरले चाहिँ यहाँ अलिकति मिस्टेक हुनसक्छ। हजुरहरूले चाहिँ एलइडी बलेन भने चाहिँ हजुरहरूले सिधै यो ब्याट्रीको यो टर्मिनलको वायरहरूलाई चाहिँ एक्सचेन्ज गरिदिनु होला है त। हाम्रो ब्ल्याक र व्हाइट सर्ट गरेको वायरले पनि हामीले चाहिँ यहाँ जोड्छौँ र यही टर्मिनलमाबाट चाहिँ हामीले चाहिँ नेगेटिभको पोइन्ट निकाल्छौँ। अब चाहिँ हामीले चाहिँ यो नेगेटिभ वायरले चाहिँ हामीले चाहिँ यहाँ कनेक्सन गर्नुपर्छ। वायरलाई चाहिँ हामीले चाहिँ यसको जुन यो ब्ल्याक र व्हाइट सर्ट गरेको जुन पोइन्ट थियो त्यसमा चाहिँ हामीले चाहिँ नेगेटिभको वायरलाई चाहिँ कनेक्ट गर्नुपर्छ। हाम्रो चाहिँ कनेक्सन चाहिँ रेडी भइसकेको छ। र यो जुन पोइन्ट छ यो पोइन्टलाई चाहिँ लगेर हामीले चाहिँ यो पोइन्टमा सर्ट गर्नुपर्छ। हाम्रो चाहिँ यो पोइन्ट चाहिँ गएर सिम्पली यससँग कनेक्ट भएको छ। अब चाहिँ हामीले सिम्पली यो पोइन्टहरू जुन छ ब्याट्रीको कनेक्सन गर्ने यो पोइन्टहरूलाई चाहिँ हामीले चाहिँ यहाँ सोल्डिङ गर्नुपर्छ। सोल्डिङ गर्नलाई हजुरहरूले चाहिँ यसरी गर्दा यो एलइडी बल्दैन। हामीले चाहिँ यसलाई चाहिँ जब हामीले चाहिँ मोबाइलमा कनेक्ट गर्छौँ, जब हाम्रो यो एलइडी बल्छ मोबाइलमा कनेक्ट गर्दा पनि यो बलेन भने चाहिँ हजुरहरूले चाहिँ यो ब्याट्रीको यो टर्मिनलहरूलाई चाहिँ यो पोजिटिभ र नेगेटिभतिर र पोजिटिभतिर एक्सचेन्ज गरिदिन सक्नुहुन्छ है त। अब चाहिँ हामीले चाहिँ यसलाई चाहिँ एउटा कुनै बोर्डमा चाहिँ यसरी फिट गर्नुपर्छ। यस्तो तरिकाले ठ्याक्कै यसको लाइट चाहिँ यो सोलर प्यानलमा पर्ने तरिकाले फिट गर्नुपर्छ। यो फिट गर्नलाई चाहिँ मैले चाहिँ यो बोर्ड युज गरेको छु, सक्नुहुन्छ। यसमा चाहिँ म फिट गर्छु। अब हामीले फिट गरौँ है त। यसलाई फिट गर्नलाई चाहिँ मैले यहाँ हल्का हाइट बनाएर टाल्नुपर्छ, नत्र भने हाम्रो चाहिँ यसमा फोकस पर्दैन। त्यसो हुँदाखेरि चाहिँ हाम्रो चाहिँ प्रोजेक्टले राम्रो काम गर्न सक्दैन। मैले चाहिँ यो बनाउनको लागि चाहिँ मैले एउटा पिभिसी सिट लिएको छु। यसलाई चाहिँ अब चाहिँ हामी चाहिँ सुपर ग्लुले सेट गर्छौँ। यसलाई चाहिँ यहाँ हल्का हाइट बनाएर चाहिँ यहाँ चाहिँ
नेटवर्कले चाहिँ राम्रोसँग डालिँदैन, त्यो भएर यहाँ चाहिँ बान्नु नै पर्ने हुन्छ। हजुरहरूले यो बाँधेको देख्नुहुन्छ। अब चाहिँ हामीले चाहिँ यसलाई टेस्टिङ गर्नुपर्छ। हामीले यो टेस्टिङ गर्नलाई चाहिँ एउटा मोबाइल र एउटा स्पिकर चाहिन्छ। म हजुरहरूलाई चाहिँ यो स्पिकरमा र मोबाइलमा जोडेर हजुरहरूलाई देखाउँछु है। यसलाई चाहिँ यहाँ कनेक्सन गरिसकेँ र यो 0 PCBबाट बनाउँदाखेरि चाहिँ अलि राम्रोसँग काम गरिरहेको थिएन, त्यही भएर चाहिँ म चाहिँ 0 PCBबाट हटाएर डाइरेक्ट यहाँ कनेक्सन गरेको छु। हजुरहरूलाई अहिले म लास्टमा डायग्राम देखाउँछु है त। यहाँ चाहिँ मैले स्पिकर जोडेको छु र अब चाहिँ मैले चाहिँ यहाँ चाहिँ सङ प्ले गर्छु है त। यसमा चाहिँ अहिले चाहिँ ब्याट्रीको भोल्टेज अलिक कम भएको भएर आवाज अलिक सानो आइरहेको छ। हजुरहरूले चाहिँ ब्याट्री फुल भोल्टेज भएको जुन ब्याट्री हुन्छ त्यो चाहिँ युज गरेर गर्न सक्नुहुन्छ। यो चाहिँ एकदम पर्फेक्ट हुन्छ यो स्कुलको प्रोजेक्टहरू देखाउनको लागि। र यति नै हो, अरू त गर्न सजिलै छ। हजुरलाई बिच पार्टमा म डायग्राम पनि दिन्छु यसको है त। डायग्राम हेरेर कनेक्सन गर्न सक्नुहुन्छ यदि कनेक्सन गर्न अलिक गाह्रो भयो भने है त। हेर्न सक्नुहुन्छ, मैले चाहिँ यसलाई यहाँ सेटअप गरिसकेँ। यहाँबाट चाहिँ आवाज आइरहेको छ। जब मैले यहाँ बिचमा हात लगाइदिएँ बन्द भयो र यहाँ चाहिँ मैले फेरि हात लगाएँ भने फेरि बन्द हुन्छ, फेरि चालु भयो, फेरि बन्द भयो, फेरि चालु भयो। र भिडियो मन परेमा लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला र साथीहरूलाई पनि सेयर गरिदिनु होला। फेसबुक पेजबाट हेर्दै हुनुहुन्छ भने फेसबुक पेजलाई पनि फलो गरिदिनु होला है त।